पूजा गर्नुहोस् ल आज 2082 सालको बडा दसैँको ल पूजा गर्नुहोस् बुवा आमा आमालाई लगाइदिन्छु न मलाई यहाँ टिका लगाइदियो क्या नमस्कार बात लाउनु हो धेरै आशीर्वाद दिनुहोस् बुवा आमालाई कुचुले हेरेको न आशीर्वाद दिनुहोस् न आमा धेरै लु बुहारीलाई नि लगाइदिनुहोस् धेरै आशीर्वाद हेर न मुठा मुठा पारेर नमस्ते खै नमस्ते गरेको आज तिमीले नमस्ते गर त नमस्ते गर त हाम्रो पैसा आयो पैसा आयो पैसा आयो बुवा ह्याप्पी दसैँ बुहान ह्याप्पी दसैँ बुहान ह्याप्पी दसैँ खै पनि केही जान्दैन खानु त्यही हो मेरो आशीर्वाद खानु सिक्नु नभागो
आशीर्वाद माग्दैछन् बुहारीले ल छोराले नि ढोग्नु पर्यो नि त ल आमाको खुट्टा ढोग्नु पर्यो आज यता हेर्नु ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल म चाहिँ आज फेलतामको ट्रेन स्टेसनबाट ब्याकनेल जाँदैछु दिदीको हातको टिका लाउनलाई गाई छु अब के गर्ने बिच प्रदेशी जीवन यस्तै हो दुःख गर्नुपर्छ आफ्नो चाडबाड पनि मान्नुपर्छ नेपाली कल्चरहरू मान्नुपर्छ त्यही भएर जत्तिकै दुःख कष्ट आए पनि हामीले गर्न हिम्मत लिनुपर्छ अब हामी दसैँको टिका थाप्न जाँदैछु म साथीहरू मेरो ट्रेन पनि आयो र अब जाँदैछु है म ब्याकनेल साथीहरू ट्रेनमा बसेर लाग्यो दसैँ मान्न अब ब्याकनेलतिर युकीको दसैँको अवस्था यस्तो छ के गर्ने 1 2 3 खै यता गर नि त ह्याप्पी दसैँ गर नि त न यता यता ह्याप्पी दसैँ ए बुखाए यता यता देखा नि त लु मेरो खिच्दे त यहाँ पड्काल्छु सर नखै Put your gadgets away, guys. बोजूले के गर्दैछ हेर त Three smile. 1 2 3 ल छिटो 1 2 3 आशा बोला तपाईँको आफ्नो पालोमा पल्टाउने क्या लड्नु पर्यो पल्टाउनु पर्यो तपाईँले अब 13, 15, 17, 18 निकाल्नु पर्यो 13 भनेर निकाल्नु भइगयो त होइन त्यस्तो होइन 13, 15, 17, 18 निकाल्नु पर्यो क्या जित्नुको लागि चाहिँ एक बेला कति हाल्नु खोज्यो 1 2 3 4 5 6 3 पनि हाल्नु एकछिन पक्का अहिले अब त्यस्तो त अहिले आउला नि तपाईँको पैसा आउँदो रहेछ त फेरि उता तिर्यो
बरुमा हान्दिने है। यतिकै धनी होइन जस्तो किन हान्दिन भन्नु पाउँछ त्यो उठान हाल्ने एकछिन बन्ने त्यो उठान नउठाउनुहोस् है पहिला तपाईँलाई बनाउनु कति आयो जित्ने त टाढै जाओस् बस्दैमा चाहिँ मान्छे राख्नुहोस् हजुरले बसेर हजुर कुर्सी राख्दा माथि तपाईँ यहाँमा बस्नु ल है सुरु भयो होइन भेना गर्दाखेरि नखेलिकन आले बाजे 15, 17, 18 आला मार गया साले लो 10, 11 ल है मेरो पालो मैले लिन जित्छु कि होइन सबैलाई त्यतिकै तिर्ने हो न जितेर जित्नु न पढ्यो 6 9 लु तिरे जस्तो छ 6, 3, 9 हो ल पुग्दैन जस्तो छ रजिनाले मार्नु घरमा बस्नु नसक्ने नानी पुरै रोजिनाले 13 15 17 18 खाए 12 के भन्न 12 राम्रो नम्बर आएको थियो 12 14 हैन 12 जोग्यो जोगी 12 ल है हैन मोबाइल त नहाल्नु दाइ जागडी भएर गाह्रो जस्तो भयो ल है ए 12 योमा दुई छ के सबसे ठुलो नै छ हो सबसे ठुलो नै छ अहिले गाली जान्ने माइजू त अहिले गाली जान्ने भइसक्यो मोरे 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 मारे अब फेरि डबल हाल्नु फेरि डबल दुई जोडा थप गर्नु हामीले राख्नु हामीले चाहिँ के अनि तिर्ने तिम्रो राख्दा हुन्छ आफ्नो दबरा टिल्ला नि फेरि 14 के भने 14 के बचे थामे नै अहिलेको हारेको उठिरहन्छ अब त सिंगल अब सिंगल हो 6 तिमी बोल्न माइजु 6 तिरे हैन अर्को बोल्न आउँछ माइजु जान्ने भयो नि त माइजू 10 रुपैयाँ त सक्दैन आयो ल 13, 15, 17, 18 कति मारे आयो मारे मारे हैन 10 तेरो मान तेरो गाह्रो भयो छोरा पाँच आउँदैन काका छ काका छ आहो 7 8 के भन 9 8 हो जबरजस्ती 9 न भन्छ काका के भयो 18 निकाल्ने काकाले पुबुको ब्लग यो चाहिँ अच्छा र बचाला